भगवान रामको कथा हिन्दू धर्मको महाकाव्य रामायणमा आधारित छ। यहाँ संक्षेपमा भगवान रामको कथा प्रस्तुत गरिएको छ। भगवान राम अयोध्याका राजा दशरथका पुत्र हुनुहुन्छ। उहाँलाई धर्म, निष्ठा र न्यायको प्रतीकको रूपमा मानिन्छ। भगवान रामलाई सीता देवीसँग विवाह गरिन्छ। सीताको विवाहपछि भगवान रामको जीवनमा अनेकौं घटनाहरू घटित हुन्छन्। एकपटक राजा दशरथले रामलाई वारिसको रूपमा राज्यको राजा बनाउन योजना बनाउनुहुन्छ। तर राणा पार्वतीको दुष्ट चालको कारणले रामलाई 14 वर्षका लागि वनमा गाँस्ने आदेश दिइन्छ। यस समयमा सीता र रामको भाइ लक्ष्मण पनि उहाँसँग वनमा जान्छन्। वनमा बसेको समयमा रावण, लङ्काका राजा, सीतालाई अपहरण गर्छ। भगवान राम सीतालाई फिर्ता ल्याउनका लागि आफ्नो मित्र हनुमान र वानर सेनासँग सहयोगमा लङ्कामा जान्छन्। अन्ततः भगवान रामले रावणलाई हराएर सीतालाई मुक्त गराउँछन्। भगवान रामको कथा केवल एक रोमाञ्चक प्रेमकथा होइन, बरु धर्मको रक्षाको लागि कसम खाने र सत्यको लागि सङ्घर्ष गर्ने प्रेरणास्रोत पनि हो। उहाँको जीवनले धर्म, निष्ठा, मित्रता र कर्तव्यका मूल्यहरूको महत्त्वलाई उजागर गर्दछ। यसरी भगवान रामको कथा केवल धार्मिक अध्ययनको विषय होइन, तर मानवता र न्यायका लागि एउटा प्रेरणादायक उदाहरण पनि बनेको छ।